काठमाडौँ चन्द्रगिरी सिटीबाट चाहिँ आज हाइकिङको कार्यक्रम सञ्चालन गर्दैछौँ र हामी चाहिँ गन्तव्यतर्फ लाग्दैछौँ। यो ठाउँमा चाहिँ प्लास्टिक निषेध भन्ने उसको साथ यो चाहिँ हामीले हाइकिङको प्रोग्राम सुरु गरिरहेको छौँ। आज हाम्रो लान्च क्लब चन्द्रगिरी सिटीले आयोजना गरेको यो चितलाङमाथि धाप होइन, चितलाङ धापमा चाहिँ हाइकिङ प्लस सरसफाइ अभियानमा हामी लगभग क्लबका चाहिँ आधारवादी मान्छे चाहिँ समावेश भएर उभिँदैछौँ। आजको हाइकिङ धेरै रमाइलो भइरहेछ। अब हामी हिँड्दै गरिरहेछौँ। ल निर्मल दिदी के छ अहिलेसम्मको अनुभव भन्नु त? एकदम रमाइलो भएको छ। हो नि होइन? चन्द्रगिरीको आज हाइकिङ छ, एकदम रमाइलो भइरहेछ। ल लास्टमा काम गरिएछ, यो एकदमै मलाई एकदमै मन परेछ है। हो ओके, हामी यहाँबाट लायन्स क्लब काठमाडौँ चन्द्रगिरी सिटीले स्थापनापछि पहिलोपटक आयोजना गरेको यो हाम्रो हाइकिङमा यति बेला हामी जाँदैछौँ र यति बेला हामी काठमाडौँ र मकवानपुरको बोर्डरमा छौँ, सिमानामा। यो भालेश्वर महादेव ठ्याक्कै पारिपट्टि हामी यति बेला शान्त यो जुन इन्भाइरोमेन्ट छ यो साँच्ची नै बेला बेलामा हामीले यो यस्तो प्रकृतिसँग साक्षात्कार हुने कार्यक्रम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। चन्द्रगिरी सिटी जय चन्द्रगिरी सिटी सबै अगाडि। भिडियो भिडियो गुड आज स्टार्ट भएको छ हो एकदम अर्कोले राम्रै आउँछ जस्तो लाग्यो है।
हामी कलङ्कीबाट झन्डै 2 घन्टामा यति बेला ताप नजिकै छौँ। मौसम यति बेला मौसमले च्यालेन्ज गरिरहेछ, पानी पर्छ कि घाम लाग्छ ठेगान छैन। अनि धेरै पछिको यो हाइकिङ ठिक हुँदैछ, यति बेला राम्रो भइरहेछ। यति बेला हामी तापकी छापमा आइपुगेका छौँ। आज मिति 2082 जेठ 15 गते यस लायन्स क्लब अफ चन्द्रगिरी सिटीद्वारा हाइकिङ र हामीले यो चाहिँ प्लास्टिकहरू चाहिँ यो धाप डाँडासम्म चाहिँ हाम्रो चन्द्रगिरीबाट धाप डाँडासम्ममा भएको चाहिँ हाइकिङ क्षेत्रमा भएका प्लास्टिकहरू चाहिँ यो वातावरण सन्तुलन कायम गर्नको लागि प्लास्टिकहरू टिपेर यो जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आइरहेका छौँ र यस कार्यक्रममा हाम्रो चार्टर अध्यक्षदेखि लिएर कोषाध्यक्ष, प्रथम भाइस प्रिन्सिपल, हाम्रो चाहिँ सचिवज्यू र चार्टर मेम्बरहरू लगायत हाम्रो चाहिँ चार्टर मेम्बरका चाहिँ केटाकेटीहरू पनि हर्षोल्लासका साथ आउनुभएको छ र यसको मुख्य उद्देश्य भनेको चाहिँ हामीले चाहिँ फोहोर नगरौँ, सार्वजनिक क्षेत्रमा फोहोर नगरौँ र प्लास्टिकहरू चाहिँ व्यवस्थित गरौँ, प्रयोग गर्दाखेरि पनि व्यवस्थित गरौँ भन्ने लक्ष्य लिएर गरेका छौँ र यो हाम्रो अहिले यो प्रारम्भिक कार्यक्रम अन्तर्गत हामी पर्दैछ र विगतमा पनि हामी यस्तै किसिमका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर लैजाने प्रण गर्दै म तपाईँहरू सामु बिदा हुन्छु। नमस्कार। आज हामीले हाइकिङ कार्यक्रम अन्तर्गत हामीले चाहिँ यो धाप क्षेत्रमा प्लास्टिक सङ्कलनको कार्यक्रम लिएर आएका छौँ र यहाँ हामीहरू चाहिँ चार्टर मेम्बरहरू धेरै जस्तो चार्टर मेम्बर यहाँ उपस्थित हुनुहुन्छ र अघि नै भनिसक्नु भयो हाम्रो फर्स्ट भाइस प्रेसिडेन्ट सुन्दर कुमार थापाले चाहिँ हाम्रो कार्यक्रमको बारेमा अघि नै भनिसक्नु भएको। पौडेलको अध्यक्षतामा चाहिँ हामीले यो कार्यक्रम सञ्चालन गरेका छौँ। यो कार्यक्रमले चाहिँ हाम्रो देशमा भएको प्लास्टिक जन्ने फोहोरहरूलाई चाहिँ सङ्कलन गर्ने र यसलाई डिस्पोज गर्ने र साथै प्लास्टिक जन्ने सामानहरू चाहिँ सकेसम्म चलाउँदै नचलाउने भन्ने चाहिँ हामीले यसमा यो कार्यक्रममा राखेको छौँ। लायन्स क्लब अफ काठमाडौँ चन्द्रगिरी सिटीको सचिव, आज हामीले गरेको कार्यक्रम से नो टु प्लास्टिक भन्ने कार्यक्रम एउटा सानो प्रयास, प्लास्टिक जन्य वस्तुको चाहिँ एकदम कम प्रयोग गर्ने
विशेषतः हाम्रो यस्ता यो आज गरेको धाप चम्पादेवी नजिकको धाप डाँडासम्म आइपुगेको छौँ। तल हामी माता तीर्थबाट सुरुवात गरेर हामी आउँदाखेरि वरिपरि देखेको प्लास्टिक बटुल्दै र त्यसको व्यवस्थापन सानो व्यवस्थापन गर्दै चाहिँ हामी यहाँसम्म आइएका छौँ। र एउटा सबैलाई जनचेतना पनि प्लास्टिक जन्य वस्तुहरू चाहिँ एकदम कम गरौँ, फोहोर नगरौँ। यदि गरिहाल्यो भने पनि त्यसको व्यवस्थापन गरौँ भन्न चाहिँ म चाहन्छु। उद्देश्य चाहिँ आजको यो हाइकिङको यो यस्ता प्लास्टिक जन्य बोतलहरू वा प्लास्टिक जन्य सामान जुन छ नि वस्तुहरू, यसको वस्तुहरू कम प्रयोग गरौँ वा नगरौँ भन्ने पनि रहेको छ। त्यही सुन्दर सर फोहोर कलेक्सन गर्दै हुनुहुन्छ, जया दिदी फोहोर हाल्दै हुनुहुन्छ।